कोही एकदम कार्यकारी हुटहुटी भएको मेयर चलाउन सक्ने मान्छे त्यहाँ ऐन कानुन बनाएर एउटा प्रदेशमा सांसद बनेर बस्न उसले त्यति राम्रो नहुन सक्छ। त्यसैले सबको आफ्नो सापेक्षिक बल हुन्छ, त्यो हेरेर पार्टीको हितमा तर अन्ततोगतमा देशकै समृद्धिका लागि कसलाई कहाँ के जिम्मेवारी दिँदा उपयुक्त हुन्छ र अन्याय चाहिँ नगर्ने भन्ने प्रतिबद्धताका साथ हामीहरू अगाडि बढ्नुपर्ने हुन्छ। तर चुनावी प्रतिस्पर्धाहरू हुन्छन् पार्टीमा, लोकतान्त्रिक भनिसकेपछि यो सबैलाई सहज ढङ्गले ग्रहण गरेर अगाडि जानुपर्ने हुन्छ। र दुःख गरेका असल मान्छेहरू तर पन्छिए भने अहिले पुराना पार्टीहरू ओह्रालो लागेको पनि एउटा कारण त्यही हो, त्यहाँ पैसा हाबी हुन थाल्यो, त्यहाँ पहुँच हाबी हुन थाल्यो, नातागोता हाबी हुन थाल्यो र पहिला जेल नेल गरेका दुःख पाएका साँच्चीकै आदर्शबाट निर्देशित भएर राजनीति गरेका मान्छेहरू पछाडि परे। त्यसैले यी कुराहरूमा पनि तपाईँहरूले मनन गर्नु होला। र पहिलो मैले अघि भने साङ्गठनिक विस्तारमा दिलोज्यान लागेर लाग्ने हाम्रो फागुन 7 गते 8 गते 9 गते चितवनमा राष्ट्रिय महाधिवेशन हुँदैछ। त्यो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप अहिले अब कार्तिक भित्रमा पालिकाहरू मङ्सिर पुस हुँदै जिल्ला हुँदै प्रदेश हुँदै राष्ट्रिय महाधिवेशन चाहिँ फागुनमा हुनेछ। र यो पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनले नयाँ केन्द्रीय समिति पनि चुन्नेछ र यहाँबाट पनि तपाईँहरू चुनिँदै जानुहुनेछ। यसरी हामी र राम्रो काम गरेका कोहीलाई अन्याय भएको छ, कोही पछिने अवस्था आयो भने पनि त्यति बेला हामीले उचित जिम्मेवारी दिने गरेर अगाडि बढ्नुपर्ने हुन्छ। किनकि हामीले गर्न खोजेको आफू बन्न होइन, व्यक्तिभन्दा माथि दल छ, दलभन्दा माथि देश छ र हामीले यत्रो सुनामी लिएर आउँछौँ, परिवर्तनको सुनामी गर्छौँ भनेर भनेका छौँ। सानातिना मनमुटावमा अल्झ्यौँ भने त्यति राम्रो हुँदैन र निषेधको राजनीति पनि गर्नु भएन। असल मान्छेलाई खोजी खोजी ल्याउने हो। पहिलोपटक मलाई आउँदाखेरि रविजीलाई मैले अहिले उपयुक्त समय भएको छैन भने, तर चुनाव जितिसकेपछि र एउटा माहौल सिर्जना भइसकेपछि र अब राष्ट्र नै हाँक्ने जिम्मेवारी लिने तहमा नै हामी पुग्न सक्छौँ, तपाईँ आइदिनु पर्यो भनेपछि हामी धेरै मानिसहरू हामी पनि पछि जोडिएका हौँ। हुन त वर्षको हिसाब गर्दा म पनि 79 सालकै हो, 79 असारमा चाहिँ पार्टी गठन भयो। कहिले कहीँ मलाई एकदम धेरै पछि जोइन गरे जस्तो लाग्छ, त्यस्तो होइन। 79 चैतमा म प्रवेश गरिसकेको थिएँ। तर भन्न खोजेको खोजी पनि ल्याउनु पर्ने हुन्छ मान्छेहरू र जिम्मेवारीहरू यति धेरै छन्। सङ्घ हाँक्नलाई हामीलाई 22 देखि 25 जना मन्त्री चाहियो। स्थानीय तहमा 35,000 पदहरू छन्, वडा सदस्यदेखि लिएर सबै मेयर उपमेयर सबै जोड्दा त्यो 35,000 को प्रस्तावक बस्न अर्को 35,000 चाहियो, समर्थक बस्न अर्को 35,000 चाहियो। ठिकठिकैको पार्टी हुनलाई पनि नेपालमा त 1.5 लाखको सदस्य त्यसै चाहियो। यसले यो बुझ्नुभयो भने र रविजीले बारम्बार भन्ने गर्नुहुन्छ, यो आकाशमा दुईटा चरा ठोकिने डर कहिले हुँदैन नि। यति ठुलो आकाश छ, यति ठुलो मैदान छ, सबैको लागि अवसर आउँछ। आकाशमा दुईटा चरा डराउँछन् कहिले, म अर्को चरासँग ठोकिन्छु कि भनेर। यति ठुलो अवसर सबैलाई आउँछ। त्यो देशको प्रत्याभूति दिने काम चाहिँ सुझबुझपूर्ण एउटा परिपक्व नेतृत्वले त्यो हेरिरहेको हुन्छ र त्यो समयमा त्यसको निरूपण हामी गर्ने नै छौँ। दोस्रो ओदानको खुट्टा चाहिँ के हो भने वैचारिक निखार। खालि मान्छे मात्र बटुलेर पार्टी बन्द रहेछ भन्ने कुरा अन्य दलहरूबाट पनि सिक्यौँ। आजै पनि काङ्ग्रेस भनेको त्यत्रो बिपी कोइराला जस्तो मूर्धन्य व्यक्तिले सुरु गरेको पार्टी, विचार दिनुभयो, क्रान्ति गर्नुभयो, शासन चलाउनुभयो, उदाहरणहरू पेश गर्नुभयो। तर आज कुनै एउटा औसत काङ्ग्रेसीलाई ए गोकुल गङ्गाको म काङ्ग्रेसी भन्नेलाई सोध्नुभयो भने के हो तिम्रो विचार भन्यो भने बिपीले उहिले 60 वर्ष अगाडि हो क्या अरे एउटा दुहुनो गाई हुनुपर्छ, 15 वर्षमा म जस्तै ओखती मुलो गर्न सक्नु पर्यो, विद्यालय हुनुपर्छ भनेर त्यतिसम्म नै भन्न चाहिँ जाने छ। तर त्योभन्दा माथि भन्न जाने छ। एमाले पनि अलि पढ्ने लेख्ने प्रशिक्षण इत्यादि सङ्गठित पार्टी भन्थे। एमालेको लागि पनि अहिले सोध्यो भने खै मदन भण्डारीले कालो टोपी ढल्काएर जब भन्नु भएको त्यही हो हाम्रो पार्टीको। त्यो आफैमा खराब होइन, तर त्यो पर्याप्त भयो। देशै आउँछु भन्ने मान्छे, तर सबैजनाले एकदमै यसमा दीक्षित हुनुपर्छ भनेको होइन। तर पार्टीको अग्रपङ्क्ति चाहिँ पार्टीको नीति के हो, विचार के हो, आधारभूत कुरा के हो र के होइन, हामी राजतन्त्रवादी हो कि होइनौँ, हामीले सङ्घीयतालाई कसरी हेरेका छौँ, धर्मको बारेमा हाम्रो संस्कार सनातन सभ्यता बारेको हाम्रो धारणा के हो, अहिले परराष्ट्र मामिला अन्तर्गत होइन भू राजनीतिक विषयहरू लगायत डायस्पोरा प्रवासी नेपालीहरूको मुद्दालाई कसरी अगाडि लाने, यी सबैमा आधारभूत प्रश्नहरू 8-10 हुन्छ। त्यसमा चाहिँ तपाईँहरूले यो हो यो होइन भनेर अगाडि जानुपर्ने हुन्छ। नत्र यो विचारले बाँधेन भने के हुन्छ भने घाम लाग्यो भने राजावादी, पानी पर्यो भने गणतन्त्रवादी, यस्तोतिर हुन्छ र त्यस्तो पार्टी माथि जाँदै जाँदैन।
त्यो सबैलाई बाँध्नको लागि हामीले हाम्रो विधान बनाएका छौँ। विधान सँगसँगै पार्टीको अर्थ राजनीतिक प्रस्तावना छ, त्यसलाई अझै व्याख्या पनि गरेका छौँ र आगामी फागुन महाधिवेशनमा हाम्रो राष्ट्रिय महाधिवेशन त्यसलाई अझ थप व्याख्या गरेर मूल हाम्रो ब्लुप्रिन्ट जस्तो सरकार चलाउँदाखेरि नै हामीले अझै डिटेल गरेर शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, यातायात, पर्यावरण, जलवायु परिवर्तन, हाम्रो चाहिँ परराष्ट्र नीति सबैमा कसरी अगाडि जाने भन्ने सबैमा त्यसमा स्पष्टता ल्याउनु पर्ने हुन्छ र त्यो कुरा तलसम्म आउनुपर्ने हुन्छ। केन्द्रले प्रदेश